आमा, न तिमीलाई सुख दुःखमा साथ दिन सके, न त तिमीलाई माया ममता दिन सके, न त तिम्रो आँसु पुस्न सके। यो छोरो परदेशी भएकै कारण। आमा चाहे जतिसुकै अनपढ किन नहोस्, तर आमाले दिएको ज्ञानले संसार देखाउँछ। प्रकृति, समय अनि बुढेसकाल र बुढ्यौलीपनले चाउरिएका ती गाला, त्यो अनुहार जति कुरूप देखिए तापनि, तर सन्तानका निम्ति लुकेको तिम्रो आन्तरिक सुन्दरताको बयान गरेर सकिँदैन आमा। छोराछोरीको लागि मरिहत्ते गर्ने आमा, आफू भोकै अनि आधा पेट खाएर भए पनि छोराछोरीको पेट भराउने आमा, आफू अर्धनग्न भई फाटेको, च्याटिएको र झुत्रा कपडा लगाई छोराछोरीको शरीर ढाकिदिने आमा, माया ममताकी खानी आमा, छोराछोरीलाई दुख्दा आफूलाई दुख्ने आमा। यदि यो संसारमा स्वच्छ, चोखो र निस्वार्थ माया स्नेह पाउने कल्पना गर्नुहुन्छ भने त्यो केवल आमाबाट मात्र सम्भव छ। आखिर आमा शब्द नै महान छ। खबर ए हवा पीर बेथा मैतिर रन्दिनु, मेरी आमालाई सन्चै छ भन्दिनु, मेरी आमालाई सन्चै छ भन्दिनु। आमा, आमा।